गाइस वेलकम ब्याक टु अनदर भ्लग होइन। र आज चाहिँ हामी मणिपुर जाँदैछौँ र अहिले चाहिँ हामी यहाँ गोकर्णमा छौँ होइन। यहाँ मेरो भाइ छ, यहाँ निश्चल होइन, यहाँ आइगऱ्यो त। अनि यहाँ विवेकको वाइफ छ, अनि अर्को लखन अनि उसको वाइफ, अनि त्यसपछि हाम्रो अजमल छ होइन। उनीहरूलाई चाहिँ कुर्दैछौँ हामी। उनीहरू चाहिँ खै कहाँ छुट्यो, काबेलमा छुट्यो। र अब यहाँबाट हामी लेफ्ट टर्न लिएर सुन्दरी जल हुँदै हामी मणिपुर जाँदैछौँ। र धेरै नभन्दै किप इन्जोइङ द भिडियो है त गाइजहरू। त्यो गाइज यहाँ चाहिँ आर्मीको चेकपोस्ट छ होइन। म चाहिँ क्यामेरा अफ गरिदिन्छु। त्यहाँ आर्मीहरूले चाहिँ क्यामेरा अफ गर भन्छ, त्यही भएर म यहीँबाट क्यामेरा अफ गरिदिन्छु गाइज। के गर्नु पऱ्यो? कहाँ पुगेर हो? धामध्याम गर साइकल लास्ट भगाइदियो कि बाहिर पनि गइदिरहेको कि भ्लगर हो क्या दाइ। ह्यान्डल लुज लाउने क्या। कुन वाला यो सबै क्या पुरै घुमेर हेर्नु न, कलरै गइसक्यो क्या, त्यो बेरिसक्यो। दाइको के छ दाइ च्यानल? आरडी भ्लग छ है, सब्सक्राइब गर्नु जान्छ है ब्रोहरु। भिडियो त हालिराख्नु होला होइन, अलि मिल्छ अहिले पढासडा गर्नु थियो के गरिदिनु। अहिले जाडो छैन तर अहिले मिले अहिले गरिदियो। यो हुँदो रहेछ कसरी कहिले सिनियर कस्नुपर्छ क्या। रेन्टमा ल्याएको कस्तो ए रेन्टमा पो ल्यायो। प्याडल छैन त्यहाँको ल प्याडलै छैन त, ओह्रालोमा, त्यही भएर ल्याएको क्या। उकालोमा मिल्दैन। हस् थ्याङ्क यू दाइ। ल हस् त ल ल बिस्तारै है। हामी मणिचुर ड्यामभन्दा माथि हो दाइ मणिचुर। मणिचुर त अहिले यहाँ 1 किलोमिटर माथि होला। सो गाइज यहाँ म्यापको हिसाबले चाहिँ अब कति 500 मिटर बाँकी छ, 3 मिनटको बाटो। र अब फेरि लाग्यौँ हामी। कस्तो लागिरहेको छ त भाइ? ए रमाइलो लागिरहेको छ, यहाँ धुलै छ पुरै। र फेरि हामी लाग्यौँ गाइस, पुग्नै लाग्यो लगभग।
है त ल हिँड गुल्का 1000 का हो म ल गाइस फाइनली पुग्यो केटा हो फाइनली ल गाइस अब यहाँबाट हिँड्दै जाने हो अब पुग्यो हामी बाइक सबको यहाँ पार्क गर्छौँ अब यहाँबाट यहाँ माथि हिँड्दै जान्छौँ र सबको हालत हेर्नु है ठुलै ठुलो छ यहाँ मेरो छ सबसे ठुलो त मेरो त छैन है एकदम टक्का टक छ है हामी त सफा नै छौँ है ल गाइस अब क्यामेरा बन्द मोबाइलबाट भिडियो सुरु है त गाइस यत्रो छ यार नेटवर्क छैन यहाँ यसको पाल ताल्दिन पर्ने यसको बाइकलाई त्यही भने यसको बाइकले लास्टै ठुलो उरायो यस्तो घटना गर्छ पाल्दै त्यही भने यो बाइकले लास्टै ठुलो उरायो यसलाई कारबाही गर्नुपर्छ यहाँ मान्छेको स्वास्थ्यमाथि खेलबाड भयो बाइक सिज गर्दै पर्यो क्या सो गाइस हामी चाहिँ हिँड्दैछौँ बाटो ठिक छ हामी यहाँ सबजना हिँड्दैछ र धेरै हिँड्नु पर्दैन 5 मिनट हिँड्नुपर्छ होइन अब 5 मिनट हिँडेर हामी पुग्छौँ कस्तो थकाइ लागेको मलाई फाइन मनी चुट दह पुग्यौँ होइन यस्तो बवाल छ यहाँ पोज दिएर बसिरहेछ ल दामी छ है गाइसहरू त्यो बुढाबुढी थाकेर आउनु सकेको छैन त्यही भएर थोरै खानुपर्छ ल गाइस अब त्यहाँ पोखरी छ पोखरीतिर जाऊँ है त हामी गाइस फाइनली हामी यहाँ पुग्नै लाग्यौँ होइन कस्तो लागिरहेछ बवाल पुग्यौँ यहाँ मनीचुत दह अब यो खोलामा दाइ भान्नुपर्छ है यहाँ एउटा पार्टी पनि छ यहाँ बस्नलाई यस्तो पिसफुल ठाउँ छ है गाइसहरू यहाँ चाहिँ दाइ भान्नुपर्छ अब यहाँ गहिरो नाप्दैछ यहाँ भाइले कति गहिरो छ 3 फिटतिर है ल गाइस कस्तो लाग्यो त मनीचुत दह कमेन्ट गर्नु होला अब चाहिँ लाग्नु लाग्यो यिनीहरूलाई सुलुलुलु चलिरहेछ बुढाबुढी दुवैलाई अब यहाँ मन्दिरहरू पनि छ सानो हामी चाहिँ हुलुलुलु ग्याङ हो है यो होइन हुलुलुलु यहाँ यो भाइ र म हुलुलुलु ग्याङ अब चाहिँ जानु लाग्यो र त्यही नै हो सो गाइस अब चाहिँ हामी फर्किँदैछौँ यहाँ पुल ठाउँ छ ठुलो एकदम मुर्छ पानी पर्ने सिजनमा गाह्रो हुन्छ र यति नै हो जो नयाँ हुनुहुन्छ होइन लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला र सबैजना सी यु इन नेक्स्ट भ्लग है त